हाई एभ्रिवान, के छ खबर? अनि सन्चै छ सबैलाई। म चाहिँ आज कहाँ छु पत्ता लगाउनुहोस् है, कुन गाउँ हो यो। यतिखेर चाहिँ कति बज्यो भन्दाखेरि दिउँसोको 12:12 सरी 2:12 गइसक्यो होइन। अनि यहाँ गाउँको अवस्था चाहिँ यस्तो छ क्या, पुरा सुनसान छ है, कोही पनि छैन। त्यहाँ माथि एउटा स्कुल देखिरहेको छ, प्रत्येक घरमा ढोका बन्द गरेर मान्छेहरू कहाँ गयो होला आज, अनुमान गर्नुहोस् त। सब घर सुनसान छन्, काग मात्रै कराइरहेछन्, काग गरिरहेछन्। अनि म चाहिँ एक्लै छु आज। अघि भर्खरसम्म कोठाभित्रै थिएँ म पनि, एकछिन बाहिर निस्किदिउँ भनेको त पुरा सुनसान के। अनि सबै आज चाहिँ भोट हाल्न गएको छन् है। यहाँको बुथ केन्द्र चाहिँ के भन्छ, त्यो तल्लो गोठी पर्दो रहेछ। अनि यो गाउँ हो सिजा गाउँपालिका वार्ड नम्बर 4 बारे, एकदम ठुलो छ होइन। साबिकको चाहिँ नराकोट गाविस वार्ड नम्बर 8 र 9 सँगै एउटै उसमा एउटा गाउँमा दुईवटा वडा रहेको थियो, जुन अहिले चाहिँ सिजा गाउँपालिका वार्ड नम्बर 4 अन्तर्गत पर्दछ। मान्छेहरू सबै तलतिरबाट टाढा टाढाबाट भोट हाल्न आउनु भएको थियो। हिजो चाहिँ खुबै चहल पहल थियो, आज चाहिँ छैन। बाँकी अर्को भिडियो।